सबैजना गुड मर्निङ हेर्नुहुन्छ हाम्रो यो मर्निङ टाइम भइरहेछ मेरो मोबाइल लिएकै छु किनकि मैले ब्लग बनाएको छैन हेर्नुहुन्छ चाहिँ टाइम हेर्नुहुन्छ 4:25 भएको छ हेर्नुहुन्छ अहिले यो बाबु र म आएको छ अनि कुकुर आएको छ उहाँबाट एक्लै आएको म ब्लग जे बनाएको थिएँ त्यो पनि त्यो ब्लग हाल्दिनँ अहिले यो ब्लग हाल्छु हेर्नुहुन्छ चाहिँ बाजबारी हाम्रो यस्तो मर्निङमा घुम्नु आएको हामी किनकि खुट्टा पनि दुख्छ बहुत दिन भयो अगाडि 7-8 मा हामी यति आउँथ्यौँ यहाँतिर यो म अहिले आउँदिनँ किनकि क्लास 9 गयो त्यही लागि अनि ट्युसन पनि छ त्यही लागि हेर्छौँ चाहिँ हामी अहिले गइरहेको छौँ हिँड्नुको लागि कोही पनि उठेको छैन यस मान्छेहरू यो र मै उठेको छु अरू कोही उठेको छैन सब सुतिरहेको छ हेर्छौँ ब्लगमा फेरि से स्वागत छ हेर्छौँ चाहिँ मर्निङ टाइम मैले हामी आएकी छौँ साथी र हामी अहिले म हामीसँग कुकुर छ मौसम तो पूरा गार्डन हो रहा है हेर्छौँ चाहिँ कस्तो राम्रो छ मौसमहरू अहिले मेरो मोबाइल हो उसको मोबाइल हातमा चाहिँ गाना बजाउँदैछु मेरो मोबाइलको त्यति राम्रो क्यामेरा छैन गाइस त्यही लागि मैले फेरि मेरो मोबाइलबाट बनाएको हेर्छौँ चाहिँ कस्तो धुन्द्रो उठिरहेको छ त्यही पनि म ब्लगहरू बनाउँछु बिहान उठेर ब्रस मुख केही धोएको छैन हेर्छौँ चाहिँ सबैजना अहिले सुतिरहेछन् हामी उठ्दैछौँ अनि हामी अहिले गइरहेको छौँ यता कतिर अकल घर छ अरू छैन ट्रेन हालिरहेको हेर्छौँ कागज बानपानी आएर सबै ट्रेन हाली खत्तम गरिसक्यो हाम्रो यति नै छ पानी हेर्छौँ चाहिँ अनि हाम्रो यता पानी छैन अस्ति नै आएको सोनारी हिवागर नागाल्यान्ड खत्तम भएको छ गाइस तिनीहरू हेर्छौँ चाहिँ हामी गइरहेको छौँ एक्लै यो र म अरू सबैजना सुत्छ त्यही लागि यसलाई मैले उठाएको थिएँ हिजो फोन गरेर भनेको थिएँ उठाउनु भनेको भनेर त्यही लागि हेर्छौँ चाहिँ मेरो एउटा अस्तिको साइकल ब्लग जे बनाएको थिएँ एडिट त्यति राम्ररी भएको छैन किनकि मेरो आवाज फाटिगएको थियो यसको मोबाइलबाट बनाएको थिएँ मैले किन उसको जालीहरू किबी भएको थियो त्यही लागि अहिले बनाएको छ हेर्छौँ चाहिँ अहिले हामी गइरहेको छौँ आधी रास्ता पुगिसक्यो फेरि ब्लग बनाउँछु गाइस हेर्छौँ चाहिँ अहिले हामी यहाँ बिलाइसक्यौँ हेर्छौँ चाहिँ कोही उठेको छैन एउटा भ्यू एकबार चेक गर्छौँ चाहिँ म मेरो ब्लगमा खालि भ्यू चेक गर्नु लगाउँछु तपाईँलाई हेर्छौँ चाहिँ के मजा आएको छ भ्यू के मैले मोबाइल सबै यस्तै हो मेरो यसको मोबाइल हो यो मेरो मोबाइललाई गान लगाउँदैछ अरे यिनीहरूको कुकुर आएको छ गाइस हाम्रो बडी गार्ड कसले के गरौँ भने हामीलाई ब्लग माने यसले बजाइन्छ अरू हेर्छौँ चाहिँ हाम्रो यता हेर्छौँ चाहिँ पानी यति कम छ हेर्छौँ चाहिँ पानी एकेबार कम छ गाइस यता माछा खेलेको होइन यी गाइस यहाँ छौँ चाहिँ माछा खेलेको यता खतरा खेल्दैछ गाइस यता अहिले हामी गइरहेको छौँ दुईजना चाहिँ एउटै ब्लगबाट दुई बार भन्दैछु त्यही लागि केही हुँदैन गाइस भनिरहेको छु जति जान्दछु त्यति त भन्दैछु गाइस किनकि अहिले त्यति म जान्दिनँ ब्लग बनाउनुको लागि भर्खर सिकिरहेको छु गाइस 3-4 6-7 ब्लग हालेको छु मैले अरे कहना क्या चाहते हो हेर्छौँ अहिले गइरहेको छौँ यति राम्रो बिहान भ्यूमा हामी अछाममा सुतिरहेको थियौँ मैले साथी र हामी आएको छौँ उता बेसी दूर जान्नौँ अनि आज भनेको आज ट्युसनमा हाम्रो प्रोग्राम छ नाचगानको आज र भोलि यही ब्लगमा हालिदिन्छु भनेको ट्युसनमा आज 25 र 26 तारिक प्रोग्राम छ गाइस त्यही लागि अनि म आज एउटै खेल्छु क्विज खेल्छु भोलि नाचगानहरू छ आज यस्तै प्रोजेक्टहरू गर्नु छ गाइस तपाईँले हाम्रो ट्युसनको के हुन्छ सबै देखाउँछु गाइस अहिले यति नै ब्लग बनाएको भन्नु पनि सक्दिनँ किनकि अलिअलि बनाउँदैछु ब्लग चाहिँ हो हम गाना गाएका सिङ्गिङ यसले गाना गाउँछ गाइस म तपाईँलाई सबै भिडियोहरू दिन्छु ट्युसनको के हुन्छ प्रोग्रामहरू अनि ट्युसन जाने अगाडि घरबाट ब्लग बनाउँदै जान्छु है गाइस हाम्रो रास्ताहरू ट्युसन जाने कता के हो सबै देखाउँछु हेर्न सक्छु एकबारी पथरमा पानी कम भइरहेछ गाइस ठिकै छ यता माटोहरू सबै उता छ भनेर हामी माने बाँचिरहेको छौँ हेर्छौँ चाहिँ अहिले एकछिनमा ब्लग बनाउँछ गाइस हेर्छौँ चाहिँ हामी घुरेको किनकि हामी उता जान्न मैले दुईजना छौँ त्यही लागि उता पनि एकदम बगान छ त्यही लागि उता हामी जान्न मैले घुरेको हामी
ह्यान्डसम चाहिँ ह्यान्डसम चाहिँ कस्तो गाउँदैछ गानाहरू यति मजा भ्यूको साथमा गाउँदैछ एक बार चेहरा ह्यान्डसम चाहिँ मोबाइल यसले गाउँछ गाइस आज तपाईँलाई म ये ब्लगमा देखाउँछु छु हाम्रो ट्युसनको प्रोग्रामहरू गाइस ह्यान्डसम चाहिँ अहिले म एकछिन ट्रेनालीमा बसेर किबाकिबी कुराहरू गर्ने घर जाने पछि आज यति नै ब्लग बनाउँछु अनि त्यहाँबाट ट्युसनहरूको ब्लगहरू चाहिँ देखाउँछु है गाइस यही ब्लगमा देखाउँछु एउटै कुरालाई बार बार भनिरहेको छु केही हुँदैन गाइस भनिरहेको छु ह्यान्डसम चाहिँ एकबार हाम्रो त के राम्रो लाग्छ गाइस हुन्छ गाइस भरे फेरि ब्लग बनाउँछु गाइस बाई बाई हेलो गाइस ह्यान्डसम चाहिँ अहिले हामी अघि मेरो ब्लगमा भने थिएँ घर जान्छु भनेर घर गएन किनकि मेरो जानु मन लागेन अनि हाम्रो ट्युसनहरू पनि छैन त्यही लागि घरमा गएर के गर्नु चाहिँ भनेर यो म फेरि यता दुलियातिर आइसक्यौँ हामी अहिले पक्रा कुकुर जस्तै भटिएछौँ गाइस एउटा कति ट्रेनर्ससँग कतिबार हिँडेछौँ गाइस हामी हेर्नु त दुलिया पापा यहाँ पर जाओ चेहरा देखा चेहरा ह्यान्डसम चाहिँ यहाँ अगाडि हामीले खेल्थ्यौँ फुटबलहरू मैले ठुल्ठुलो खेल्दा थियो त्यही लागि हामी आउँदा थियौँ अहिले आउँदिनँ हाम्रो उहाँ स्कुल फिल्डमै खेल्दा थियो किन भिडियो स्कुल फिल्डको बनाउनु पाएको छैन किनकि अनि मोबाइल लगाउनु दिन्थेन त्यही लागि मम्मीहरूले त्यही लागि अनि मोबाइलमा लग्दिनँ पनि किनकि फट्टै फुटो अनि खतम छ गाइस पछि भिडियो सिडियो पनि बनाउनु सकिँदैन अनि मम्मी पापा तेल लगाइहाल्थ्यो नि फेरि पछि गाइस ह्यान्डसम चाहिँ यति राम्रो भ्यूमा ह्यान्डसम चाहिँ म किन ब्लग बनाउँदिनँ बिहान बिहान कस्तो मर्निङ टाइममा मजा लाग्दछ गाइस बनाउनुको लागि ह्यान्डसम चाहिँ यता सुनसान छ त अकल छ घर यता केही घरै छैन ह्यान्डसम चाहिँ सब बगाने बगान छ त्यही पनि हामी अरे कहना क्या चाहते हो हामी दुईजना आएकी थियौँ ह्यान्डसम चाहिँ अनि एउटा के इन्स्टाग्राममा एउटा भाइरल छ गाइस म भन्दैछु भाइरलको त्यति सक्दिनँ त्यही पनि हेलो गाइस ब्लॉग में फिर से स्वागत है आप लोग को तो देख सकते हैं हमारे यहाँ मॉर्निंग टाइम पे दोस्त लोग के साथ में घूमने के लिए आ रहा हो दोस्त लोग के साथ मतलब एक ही दोस्त देख सकते हो यो वस्तु चाहिँ एकदम अनि भाइरल भएको छ गाइस मैले प्र्याक्टिस गर्दैछु मेरो ब्लगमा भन्नुको लागि अनि हिन्दी त्यति सक्दिनँ भनेर फट्टै भन्न सक्दिनँ किनकि हामीलाई हिन्दी पढाएको छैन क्लास गर्दाखेरि त्यही लागि हिन्दी सक्छु त्यही पनि यति स्पष्टले आउँदैन जस्तो नेपालीहरू आउँछ गाइस ह्यान्डसम चाहिँ अहिले हामी बहुत दूर आइसक्यौँ कुकुर थकाएको गाइस कुकुरै छैन घर गयो ह्यान्डसम चाहिँ अहिले गइरहेको छौँ दिलेबामको त्यो रस्ता चाहिँ देखाउँछु गाइस झन्डै मोडेको थिएँ यहाँ ह्यान्डसम चाहिँ गइरहेको छु अहिले दिलेबामको त्यो रस्ताहरू देखाउँछु गाइस हुन्छ हेलो गाइस ह्यान्डसम चाहिँ हामी आइसक्यौँ यो दिलियाबाम पार भइसक्यौँ हामी र यो ह्यान्डसम चाहिँ हाम्रो यो फिल्ड हो दुलियाको हामी यहाँ अगाडि फुटबल खेल्दा थियो अहिले त्यति खेल्दैन किनकि जान्दिनँ अहिले किन खेल्दैन ह्यान्डसम चाहिँ एकबार भ्यू हेर्नु के मजा आएको छ गाइस हाफ प्यान्टमा चुबनेर कल फोटो मारेको थिएन म एकदम अनि फोटो मार्थेँ यहाँ ह्यान्डसम चाहिँ यता रस्ताहरू राम्रो छ ह्यान्डसम चाहिँ यहाँ मेडिकल छ गाइस यहाँ ह्यान्डसम चाहिँ कसलाई के भएको छ भने यहाँ आउनु होला ह्यान्डसम चाहिँ कोही छैन एक दुईवटा हिँड्दैछन् अहिले भर्खर मान्छेहरू हिँडिरहेको छ हामी यति हिँडिसक्यौँ हेर्नु गइरहेको थिएँ मैले हामी दुईजना गएको यति मजा भ्यूमा हामी गइरहेको थिएँ चाहिँ ब्लग बनाउँदिनँ भन्दै चाहिँ फेरि टाइम चाहिँ फेरि ब्लग बनाएको
हेर्छौँ चाहिँ यहाँ मेप हेर्नु मेप This is map. केही बुझिँदैन गाइस यहाँको मेप है हेर्छौँ चाहिँ मेप अरे मेपमा के दिएको छ के बुझ्नै सकिँदैन त्यही लागि हुन्छ गाइस आज यति नै ब्लग बनाएको पछि ट्युसनहरूको ब्लगहरू देखाउँछ गाइस हुन्छ गाइस बाई बाई हेलो गाइस ब्लगमा फिर से स्वागत है हेर्छौँ चाहिँ हामी गइरहेको थियौँ नि साथी र मैले हेर्छौँ एकदम कालो कालो देखिरहेको छ गाइस यसलाई किनकि अहिले घामहरू परिरहेको छ त्यही लागि म पनि कालै देखिरहेको छु होला केही थाहा छैन हेर्छौँ कि म बेगी जिन्स र स्पोर्टिङ लगाएको अनि यसलाई मैं हेर्छौँ साथ लगा के साइकिल में चला रहा हूँ मैं। देखौँ अहिले हामी साइकल चलाउँछौँ गाइस ठुलो भयो भने हामी बाइकहरू लिने नि अब के गाडी लिने गाइस हेर्छौँ त्यो घामहरू लागेर कस्तो भइरहेछ अहिले यो रास्ता कटिसकेर फेरि ब्लग बनाउँछ गाइस हेर्छौँ चाहिँ हामी गइरहेको छौँ नि अहिले मेन रोड भेटिसक्यौँ हामी अहिले गइरहेको छौँ यत्रो घाममा जिन पेन्ट लगाएर गएको मजा आ रही है यार। हेर्छौँ चाहिँ गइरहेको छौँ ट्युसन पुग्यो भने ब्लग बनाउँछ गाइस यति घाममा अहिले बनाउँदिनँ ब्लग हेर्छौँ चाहिँ हामी यहाँ बसेको छौँ यति घाममा बेसी दूर छैन अब यहाँबाट बेसी दूर छैन अरे कहना क्या चाहते हो यो हेर्छौँ कि यहाँ बसिरहेको छौँ पुरा गरम लागिरहेको छ गाइस यति घाममा त्यो पनि जिन पेन्टहरू लगाएर आएको छौँ यसको हेर्नु चुइस चुइस यहाँ चाहिँ चुइसको मुख यति गरम लागिरहेछ यहाँ बाँसबारी छ ठन्डाहरू छ ठन्डा लाग्छ भनेर पनि यहाँ बसेको अहिले छ भने उहाँ साथीहरू आएको छ होला के गरेको छैन फोनहरू पनि गरेको छैन अहिले गर्छौँ हेर्छौँ त्यो गाइस साइकल धोएको थिएन सफा छ अहिले अकल पुसेको थियो अकल गाइस त्यही लागि यति गरममा हटाइदिएछ गाइस गरममा यहाँ न माथिको भ्यू हेर्नु त यति देखिँदैछ छोरी पटाना पड़ेगा छोरी हेर्छौँ त्यो के दोस्त को छोरी पटा देना पड़ेगा। हेर्छौँ चाहिँ साइकल पाएको छ गरममा हेर्छौँ त्यसको चेहरा है चाहिँ पुरा एकदम फुल पेन्टमा आएको छ गाइस अहिले त्यसमा कस्तो मजा देखिँदैछ गाइस भ्यूहरू हेर्न सक्नुहुन्छ मोबाइलमा त्यति राम्रो देखेको छैन मेरो त्यसमा एकदम मजा के छ हेर्छौँ त हामी अब निक्लिने यहाँबाट एकछिन बस्यौँ बहुत ठन्डा लाग्यो अब साथीघर जाने साथीघरबाट ट्युसन पार भएर साथीघर भेटिन्छ त्यहाँ गइसकेर फेरि ब्लग बनाउँछु हेर्छौँ अहिले हामी निक्लेर जाँदैछ हेर्छौँ चाहिँ अहिले आधी साथीघर पुगिसकेर ब्लग बनाउँछु यति सेन्स छैन ब्लग बनाएकै गाइस हुन्छ हेर्छौँ चाहिँ अहिले हामी गइरहेको छौँ साथीघर बेसी दूर छैन अब साथीघर ट्युसन पार भयौँ किनकि चारको अगाडि त्यति राम्रो मोबाइल देखाएन हल्ला गर्छ त्यही लागि पछि त देख्छ ब्लग बनाउँदाखेरि हेर्छौँ चाहिँ यो गाडी यहाँ नै हो जोनीको नाम सुन्नु त जोनीको एउटा हेर्नु सक्नुहुन्छ यसको र यो मेरो साइकल एउटै अलिकति डिफ्रेन्स छ अनि यसको चाहिँ एकदमै डिफ्रेन्स छ आँखा हेर्नु न आँखा देखा दिदी देख्न यहाँ नै गइरहेको थिएँ मैले रखिने साथी आयो भने ब्लग बनाउँछु ब्लग बनाउँछु गाइस अहिले साथी हेर्नु सक्छ गाइस अहिले आइसक्यो एकदम ड्रेसमा छ सबैले प्रोजेक्ट गर्नु दिन्छ भने चाहिँ के गरौँ भइसक्यो मैले पनि यस्तै ब्याग मगाएको छु अर्डर दिन्छु कति लियो मलाई यस्तै अर्डर गर्छु गाइस मैले गरेको छुइनँ पैसा जम्मा गर्दैछु अर्डर गर्नुको लागि यसलाई हेर्नु कस्तो हेर्दैछ ब्यागलाई यो एउटा अहिले ट्युसनको भित्रको के डेकोरेसनहरू छ त्यो देखाउँछु गाइस हेलो गाइस हामी यहाँ बसेको थियौँ मैले रुममा हामीलाई अगाडि यहाँ पढाउँथ्यो अहिले यो रुममा पढाउँछ यता पछाडि रुम छ त्यो अहिले देखाउँदैछु म यहाँ चाहिँ प्रोजेक्टहरू अगाडिको फर्स्ट सेकेन्ड थर्ड यो बोर्डहरू हामीलाई पढाउने
हेर्छौँ चाहिँ यहाँ उतापट्टि केटीहरू बस्छ यता हामी बस्छौँ भने अगाडि अगाडि बस्ने मैले भन्दिनँ यहाँ चाहिँ अहिले फ्यानमा मजा बस्दैछौँ सर अनि यता यता छ उता चाहिँ साइकलहरू राख्छ गाइस हेर्छौँ चाहिँ कति राम्रो रुम छ अहिले बहुत नराम्रो पिट्छ गाइस हिजो हामीले रातो रातो भएको थियो हेर्छौँ चाहिँ मम्मीले मेहन्दी गर्नु थियो मैले पनि बनाइदिएको गाइस ए हेर्छौँ चाहिँ ए हसारी हेर्छौँ त्यो हामीलाई पिट्ने हसारी यो वस्तु टेढा भएको त्यो भिडियो यो वस्तु टेढा भएको टेढा भएको पुरा दिइरहेको थियो गाइस यसले यस्तो मतलब हातले रातो भइगएको थियो यहाँबाट पढाउँछ अनि यो टेबुल चाहिँ हेर्नुहोस् अहिले यो रुममा पनि यो रुम पनि देखाउँछ सबिहरू आएको अनि यो यताको रुम पनि देखाउँछ है गाइस अनि उता उता पेन्डल सेन्डल गरेर सिम्पल पेटेन्टहरू छ गाइस हेर्नु सक्नुहुन्छ अनि एउटा कुरा हाम्रो सायरको मतलब युट्युब च्यानल छ यतापट्टि म दिइरहेको छु हेर्नु सक्नुहुन्छ सबैजना लाइक सब्सक्राइबहरू गरिदिनु होला हाम्रो सायरलाई हेर्नु सक्नुहुन्छ किनकि मेरो पनि सब्सक्राइबरहरू छैन जतिले गर्नुपर्छ सब्सक्राइबर मेरो सायरलाई पनि सपोर्ट गरिदिनु होला यहाँ हेर्नु सक्नुहुन्छ अहिले उताको र यताको रुम देखाउँछ गाइस एकछिन फ्यानमा बसिलिउँ हेर्नु सक्नुहुन्छ गाइस यो हाम्रो यो सेकेन्ड रुम हो अगाडि यहाँ पढ्दा चाहिँ केटाकेटीहरू हेर्नु सक्नुहुन्छ सबै राखिरहेछ सब आफ्नो आफ्नो रङ ल्याउने अनि यो हेर्नु सक्नुहुन्छ बाहिर नतुन आएको हाम्रो यहाँ सारले बोलाएको गाइस यहाँ अहिले प्रोजेक्टहरू चलिरहेको छ यहाँ हेर्नु सक्नुहुन्छ फ्यानहरू लगाइदिएछ यो बेला हेर्नु सक्नुहुन्छ के हाट्न सकेको छैन हेर्छौँ चाहिँ बहुत केटाकेटी सबै केटाकेटी मिस छ 6, 7, 8 छ हेर्छौँ त्यो अझ प्रोजेक्टहरू किबी छ सबै तपाईँहरूलाई देखाइरहेको छ हेर्छौँ त्यो अलिअलि देखाउँदैछु हेलो गाइस हेर्छौँ चाहिँ यहाँ हिजो प्रोजेक्ट दिएको छु तपाईँलाई जुम गरेर देखाइरहेको छु म यो 5टा जतिबाट जे पनि गर्नु सक्छ हाम्रो यो सार हेर्छौँ चाहिँ पुरा पिट्छ गाइस पुरा दिन्छ अरे हेर्नु त केटाकेटीहरू यतिजना छ पुरा माने एकदम फ्यानहरू लगाइदिएको छ सबै व्यवस्थाहरू छ लाइट साइडको यो एउटा नतुन रुम खोलेको सारहरूले हेर्नुसँग चाहिँ देखाइरहेको छु तपाईँहरूलाई हेलो गाइस हेर्नुसँग चाहिँ सारहरूले भाषण दिइरहेको छ हेर्नुसँग चाहिँ यो मोबाइल स्ट्यान्ड सारले मगाएको यो मोबाइल स्ट्यान्डबाट को के गरेछ सबै हेर्छ पछि प्राइसहरू दिन्छ यहाँ हेर्नुसँग चाहिँ साथीहरू यता बसिरहेको छ साइकल राख्ने जग्गातिर गाडिदिनु पनि आउँछ त्यति मान्छेहरू केटाकेटीहरू छैन त्यही पनि भिडै भिड छ गाइस गरममा पुरा हेर्नु हामी बसिरहेको छौँ ठेका ठेकमा सारले पुरा भाषण दिइरहेको छ हेर्नु सक्छौँ त्यो यो बोरी धरेको भाइ चाहिँ हो दाजु चाहिँ हो त्यो हेर्नु सक्छ है साइड अहिले हामी खेलिसेले खतम भयो अब भोलि नाच गान छ इधर पनि हारो इधर पनि हारो गाइस क्विजमा हामी 75 देथे बड़ा हरामी हो बेटा बोला वो लड़की लोग तू समझा हाँ नहीं तू समझा नहीं शौक देना गाइस इसलिए शौक देना हम भाई गाली नहीं दे सकते यो पनि चुप छ हामीले चाहिँ जित्यौँ गाइस हम गाली नहीं दे सकते भाई हामीले 75 प्राइज भेटिन्छ हम गाली नहीं दे सकते प्राइज जुन दिन दिन्छ त्यो दिनको भिडियो बनाउँछु गाइस भोलि नाच गान गेमहरू छ आज क्विजहरू थियो त्यही लागि हाम्रो त ढाक्ने जस्तो भइरहेको छ गरम जस्तो माने अहिले पनि गरम आइरहेको छ कति बज्यो रफ्ली 4 बज्यो गाइस 1 मिनट छ 4 बज्नु आज यति नै ब्लग बनाएको लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हाम्रो सामने के बनाउँछ जस्तो एडिट
हुन्छ गाइस भोलिको फेरि ब्लग बनाउँछु यो अझै ब्लग जे हाल्छु गाइस हुन्छ गाइस बाई बाई